एक समय के भयो भनेदेखि दुईजना एकदमै घनिष्ठतामा रहने मित्रहरू, साथीहरू, उनीहरू बाटोमा हिँड्दा हिँड्दै त्यो एउटा खोलाको भनौँ न एउटा त्यो सुक्खा मरुभूमि चाहिँ नभनौँ तर पानी नभएको ओभानो त्यो बलुवामा उनीहरू खेल्दै रमाउँदै हिँड्दा हिँड्दै एउटालाई चित्त के बुझेन, गालामा एक छडाम लगाइदिएछ क्या। अनि त्यो गोदै खाने साथीले चाहिँ भुइँमा बलुवामा उसले लेखेछ, आज मेरो मिल्ने साथी, आज मेरो आफ्नै साथीले मलाई गालामा एक चड्कन लगायो भनेर उसले बलुवामा लेखेछ। अनि त्यहाँबाट त्यो साथीले केही नभनिकन फेरि उनीहरू पहिलाको जस्तै फेरि हिँड्दै जाँदै गर्दा फेरि त्यो अघि गोद्ने साथीले भनेछ, साथी जाउँ अब, हात खुट्टा धुँ, हाम्रो हातहरू पुरै मैला भएको छ, बलुवा टाँसेको छ, अब हामी जाउँ। अनि जब त्यो साथीले भन्दै गर्दाखेरि उनीहरू खोलाको केही किनारमा जाँदै गर्दाखेरि अघि गोद्ने साथी चाहिँ त्यो दलदली हिलोमा गाडिन्छ। ऊ चाहिँ आधी नै त्यो दलदली हिलोमा गाडिन्छ। अनि त्यो गोदै खाने साथीले, साथी तपाईँको हात दिनुहोस् मलाई, हातले तानेर त्यो साथीले त्यो दलदली हिलोबाट निकाल्छ। थाहा छ त्यो साथीले त्यो चट्टानमा उसले लेख्छ, आज मेरो मिल्ने साथीले, आज मेरो नजिकको साथीले मलाई यो दलदली हिलोबाट निकाल्यो भनेर उसले त्यो लेख्छ। अनि त्यो गोदै खाने साथीले सोध्छ, साथी तपाईँले मलाई जब चड्कन हान्नुभयो मैले बलुवामा लेखेँ, तर जब तपाईँलाई मैले त्यो दलदलीबाट तानेर माथि ल्याएँ तपाईँले किन चट्टानमा लेख्नुभयो? अनि त्यो दलदली हिलोमा गाडिने त्यो चट्टानमा लेख्ने मित्रले मुस्कुराउँदै भन्छ, मित्र साथी, बलुवामा लेखेका कुराहरू हावाले मेटिदिन्छ, पानी परेपछि हराएर जान्छ। अनि बलुवामा लेखेका कुराहरू त्यो केही समयको लागि हुन्छ, त्यो नराम्रो कुराहरू थियो, तर जसै म दलदलमा थिएँ, जसै म पापमा थिएँ, मलाई त्यो ठाउँबाट तिमीले निकाल्यौ। नराम्रो कुरा बलुवामा लेख्नुपर्छ, तर राम्रो कुरा चट्टानमा लेख्नुपर्छ। अनि त्यो साथीले मुस्कुराउँदै त्यो कुरालाई विचार गर्दै गर्दाखेरि ओहो, साँच्चै नै ख्रीष्ट येशूले नि आफ्नो जीवनलाई कल्भरीको क्रुसमा दिँदै गर्दाखेरि परमेश्वरले के भन्नुभयो भनेदेखि मैले तिम्रो नाम मेरो हत्केलामा लेखेको छु। त्यति धेरै औधी प्रेम परमेश्वरले हामीलाई गर्नु भएको छ। आज के तपाईँले तपाईँको छेउको साथीलाई तपाईँले कुनै दिन तपाईँले क्षमा दिन सक्नु भएको छ? तपाईँलाई नराम्रो भन्ने मानिसहरूलाई तपाईँले क्षमा दिन सक्नु भएको छ? यसको मतलब फेरि गएर ल्यापै टाँसिनु भन्न खोजेको होइन, मैले फेरि गएर बोलिहाल भन्ने खोजेको होइन, तर मैले तपाईँलाई बताउन चाहेको ख्रीष्टको प्रेमले हामीले के कसैलाई क्षमादान गरेको छ। जसरी त्यो मित्रले भन्दै थियो, तिमीलाई मैले हिर्काएँ, नराम्रो व्यवहार गरेँ, जुन कुरा तिमीले बलुवामा लेख्यौ, तर त्यो केही समय अवधि पश्चात त्यो मेटेर जान्छ, तर तिमीले मेरो लागि राम्रो काम गर्यौ, जुन कुरा चाहिँ हराउनु हुँदैन, त्यो जिन्दगीमा गर्नुपर्छ। धेरैचोटि मान्छेले तपाईँले के गर्नुभयो भन्ने कुरा बिर्सिदिन्छ, तपाईँले कस्तो अवस्थामा तपाईँ कस्तो हुनुहुन्थ्यो भन्ने कुरा मान्छेले बिर्सिदिन्छ, कस्तो अवस्थामा हुँदा तपाईँले के गर्नुभयो भन्ने कुरा मान्छेले बिर्सिदिन्छ। एउटा बुढापाकाको भनाइ छ नि, खोला तरिसक्यो लट्ठी बिर्स्यो भने जस्तै मान्छेको व्यवहार त्यस्तो हुन्छ। तर परमेश्वरले त नि आफैलाई कल्भरी क्रुसमा टाँगिने ती रोमी साम्राज्यमा भएका कुद्र सिपाहीहरूलाई पनि उहाँले त्यो क्रुसबाट भन्नुभयो, पिता यिनीहरूले के गर्दैछ सो जान्दैन, इलोई इलोई लामा सबखतानी, उहाँले ठुलो स्वरमा
त्यो कुरालाई उहाँले प्रोक्लाम गर्दै हुनुहुन्थ्यो, भन्दै हुनुहुन्थ्यो।